हामी सबैको जीवनमा एउटा मानिस हुन्छ जसले हाम्रो खुसीमा हाँस्ने, पीडामा रुने र सारा जीवनभरि साथ दिने बाचा गर्छिन्। ती हुन् श्रीमती। तर समय बित्दै जाँदा दाम्पत्य जीवनमा केही यस्ता खालका कुराहरू आउँछन् जुन हामी भन्न सक्दैनौँ, न उनी बुझ्छिन्। यी मध्ये एउटा समस्या हो यौन सम्पर्क। श्रीमानहरू भन्छन् श्रीमती प्राय यौन सम्पर्कका लागि तयार हुँदिनन्। तर के हामीले कहिल्यै सोच्यौँ किन तयार हुँदिनन् होली उनी? किन उनी टाढिँदै गइरहेकी छिन्? साथीहरू आउनुहोस् यसै विषयमा गहिरो कुराकानी गरौँ। पहिलो कुरा त दिनभरि उनी हामीबाट माया खोजिरहेकी हुन्छन्। एक नजर, एउटा स्पर्श र एउटा मायाले भरिएको शब्द। तर हामी मोबाइलमा, काममा वा गफमा अल्झिरहेका हुन्छौँ। श्रीमती भने सोचिरहन्छन् कि मलाई उनले किन नहेरेको होला आज, अथवा किन वास्ता गरिरहेको छैनन्। यस्तै यस्तै विविध विषयहरू। त्यसैगरी दोस्रो कुरा हो घर, बच्चा, सासु ससुरा, खाना, सरसफाइ। यी विविध कामहरूले शरीर मात्रै थाकेको होइन, मन पनि थाकिसकेको हुन्छ। त्यो थकानमाथि हामीले अपेक्षा मात्रै राख्यौँ भने उनले कहाँबाट ऊर्जा ल्याउँछिन् र पुरुषसँग यौन सम्बन्धका लागि तयार हुन्छन्। त्यसैगरी 3 नम्बरमा छ आफूलाई सुन्दर महसुस गर्ने। जुन स्त्री पहिला सिँगारिन्थिन् अब आफैलाई ऐनामा हेर्न डराउँछिन्, किनभने श्रीमानको नजरमा अब उनी हजारौँ पटक देखिसकेको अनुहार बनिसक्छिन्। के हामीले कहिल्यै श्रीमतीलाई भनेका छौँ आज पनि तिमी मुटु जस्तै प्यारी लाग्छौ, अथवा हाम्रो माया जीवनभरि कहिल्यै पनि घट्ने छैन? यस्ता साना साना कुराहरूले महिलालाई खुसी बनाउन सकिन्छ। त्यसैले सधैँभरि आफ्नो श्रीमतीसँग मिठो बोल्ने बानी बसालौँ। अब कुरा गरौँ 4 नम्बर, विगतका केही पीडादायक अनुभवहरू। साथीहरू कहिल्यै भनेकी छैनन् होला, तर केही रातहरू जबरजस्ती सहेर काटेकी हुन्छन्। शरीर त सुत्छ तर मन कहिल्यै सुत्दैन। भन्नुको मतलब तपाईले अनायासै टचर, पीडा दिनु। 5 नम्बरमा असुरक्षा र अविश्वास हो। जब श्रीमानले झुटो बोल्छन्, कुरा लुकाउँछन् वा कसैलाई ध्यान दिन्छन् भने श्रीमतीको मनमा बित्छ कि के म अब उसको लागि खास रहेनछु भन्ने कुरा। अब कुरा गरौँ श्रीमानहरूले के गर्न सक्छन् त श्रीमतीलाई नजिक अथवा यौन जीवनमा सक्रिय राख्न। आउनुहोस् 10 गहिरा तर सजिला उपायबारे जानकारी लिउँ। पहिलो नम्बरमा छ दिनको सुरुवात माया दिने शब्दबाट गर्नुहोस्। जस्तै तिमी बिना यो घर अधुरो लाग्छ। यस्ता मिठा शब्दहरूले श्रीमतीको मन पगाल्छ। त्यसैगरी 2 नम्बरमा छ घरको कामहरू सघाउनुहोस्। कहिलेकाहीँ भाँडा माझ्दिनुहोस्, बच्चालाई खाना खुवाइदिनुहोस्। यी ससाना सहयोगले ऊ मसँगै छ भन्ने कुरा श्रीमतीलाई अनुभूति गराउँछ। त्यसैगरी 3 नम्बरमा अप्रत्याशित मायालु व्यवहार गर्नुहोस्। सिर्फ गिफ्ट ल्याएर दिनु मात्र होइन, उनको कपाल सुमसुम्याउनु, टाउकोमा हात राख्नु, यी कार्यहरू जादु जस्ता हुन्छन् श्रीमतीलाई नजिक बनाउनका लागि। अब 4 नम्बरमा श्रीमतीका कुरा सुन्न सिक्नुहोस्। उनका कुरा सुनिदिनुहोस्। उनी के भन्छन् र के अनुभूति गर्छिन् यसलाई बुझ्ने प्रयास गर्नुहोस्। अब 5 नम्बरमा आफैलाई आकर्षक बनाउनुहोस्। सुगन्धित शरीर, सफा कपडा, श्रीमतीको नजरमा तपाईँ फेरि पहिलो प्रेम जस्तै बन्नुहोस्। 6 नम्बरमा रहेको छ यौन सम्पर्क जबरजस्ती नगर्नुहोस्। यौन सम्बन्ध माया र सौन्दर्य हो, कर होइन। त्यसैले दुवैको सहमतिमा मात्रै यौन सम्बन्ध राख्नुहोस्। त्यसैगरी 7 मा छ प्रशंसा गर्नुहोस्। श्रीमतीको जहिले पनि प्रशंसा गर्नुहोस्। जस्तै तिमी बिना म अधुरो छु। अन्य धेरै मिठा मिठा शब्दहरू हुन सक्छन्। यी शब्दहरूले उनी भित्रको नारीलाई फेरि पनि जगाइदिन्छ। त्यसैगरी 8 मा छ यौन शिक्षा बुझ्नुहोस्। महिलाहरूको यौन चाहना पुरुषहरूको भन्दा फरक हुन्छ। त्यसैले धैर्य, समझदारी र आधार नै प्रेमको वास्तविक सुर हो। अब कुरा गरौँ 9 नम्बरमा समय निकाल्नुहोस्। केवल यौन सम्बन्धका लागि मात्रै होइन, उनकै लागि पनि समय निकाल्नुहोस्। सम्भव भएसम्म कतै बाहिर घुमाउन लैजानुहोस्। त्यसैगरी अब कुरा गरौँ 10 नम्बरमा कहिलेकाहीँ स्पर्शको मात्रै प्रेम दिनुहोस्। काखमा राख्नुहोस्, केही नबोली कपाल सुमसुम्याउनुहोस्। त्यो स्पर्श र मौनताले धेरै कुरा बोकेको हुन्छ। साथीहरू श्रीमती केवल तपाईकी पत्नी मात्रै होइनन्, उनी तपाईको जीवनको आधा अङ्ग हुन्। यदि उनी टाढा हुन्छन् भने तपाईँ आफैले आफैलाई एक्लो महसुस गर्नुहुन्छ। माया, विश्वास, सम्मान र समझदारी
यी 4 चिजले मात्रै दाम्पत्य जीवन सुदृढ हुन्छ। पहिले मन नजिक भएपछि मात्र सम्बन्ध सार्थक हुन्छ। उनीलाई बुझ्नुहोस्, समय दिनुहोस्, प्रेम दिनुहोस् अनि हेर्नुहोस् तपाईको जीवन कति रमाइलो बन्छ। साथीहरू, हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्छ? कृपया कमेन्टमा प्रतिक्रिया दिनुहोला। अहिलेसम्म तपाईहरू हामीसँग जोडिनु भएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीसँगै जोडिनुहोस् ताकि सबैभन्दा पहिला यस्तै जानकारीमूलक भिडियोहरू तपाईसम्म आइपुगुन्। फेरि हामी अर्को यस्तै जानकारीमूलक भिडियो लिएर हजुरहरू समक्ष आउनेछौँ। धन्यवाद।